हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल दिस इज मी याम्फु अनि आज पनि धेरै पछि तपाईहरुसँग भिडियोमा आइरहेको छु। सो सबैजनालाई एकदम हेरेर इन्जोय गरिदिनु होला। यो भिडियो चाहिँ मैले मेरो ब्याकफ्लिपको सुरुदेखिको अन्तिमसम्मको मैले भिडियो बनाइरहेको छु अनि त्यही जोडेर एउटै भिडियोमा सबै जोडेर मैले बनाएको छु, दुःखदेखि लिएर सक्सेसफुलसम्म। सो सबैजनाले हेरेर इन्जोय गर्नु होला। अनि त्यही हो, अहिले भिडियो नआउनुको कारण चाहिँ अलिकति म बिजी भएर अनि त्यही भन्न चाहन्छु अब चाँडै नै भिडियो आउँछ, चिन्ता नगर्नुस्। प्रतीक्षाको फल मिठो हुन्छ, राम्रो चक्की क्वालिटीमा भिडियो ल्याउने छु। अनि त्यही हो, सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। अहिले चाहिँ हाल म यता दमक साइडमा छु, एकदम धेरै कमी छ। ओके लेट्स गो, हामी भिडियोतिर जाने। ब्याक माई युट्युब च्यानल इट्स मी याम्फु। सबै सामानहरू लिएर यो डाँडामा आइसके जाउँ भन्ने ठाउँमा छ नि गाइज। यहाँदेखि उल्टी हानेर त्यहाँ जानुपर्ने, हेर्दै गर्नु होला, स्किप नगरिकन यो भिडियो चाहिँ हेर्नु पऱ्यो है गाइज। सपोर्ट पनि गर्नु पऱ्यो है। साइकल मैले ल्याउनु पर्ने हुन्छ, पराल अर्को माछा हो क्या भाइ। ए सोत्रा चाहिँ यहाँ छ गाइज। यो चाहिँ यस्तो छ, यसलाई यसरी बोक्ने अनि लानुपर्ने हुन्छ, ओसार्नुपर्ने हुन्छ। टटकट जाउँ, यसरी राख्ने गाइज। मैले यत्रो लिइसकेँ, यस्तो भयो गाइज। यहाँदेखि उठेर जाने, त्यहाँ उल्टी हान्ने। हेलो गुड मर्निङ, टुडे नेक्स्ट डे। आज चाहिँ फेरि म अस्ति अलिकति हान्नु नसकेर फेरि पनि प्र्याक्टिसको लागि आएको छु। अनि यसलाई चाहिँ थोरै अलिक ठाडो पारेको पानी हाल्दैछु। घाम यस्तो लागेको छ नि गाइस, यस्तो टिन छ नि। छो भेट्दै गरौँ है त। अल राइट गाइस, मैले रेडी पारिसकेँ, अब यहाँ उड्नु मात्रै बाँकी। हेलो गाइज, फेरि पनि तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ। यो बोय अलिक लास्ट क्रास भयो यार यो कुम। पिल्सिरहेछ नेक्स्ट ड्रेस आज पनि हान्ने हो।
मेरो यहाँ हात चाहिँ ओभर क्र्यास भयो। ओके नेक्स्ट भिडियोमा भेटौँ है त गाइस। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु। अनि सबैजनालाई नयाँ ब्लगमा फेरि पनि स्वागत छ। आज पनि जानेछौँ हामी ब्याक फ्लिप हान्नको लागि। सो ट्राई गर्नु छोड्नु हुँदैन। मेरो हात दुख्नु पनि छोडे छैन, ट्राई गर्नु पनि छोड्दैन। यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ अलिक अल्गो छ। म सस्पेन्सन त के टक्कै नै गएछ नि, तर खासै धेर पर्दैन। गाइस सस्पेन्सन भएको छ नि त अनि यार। आजको भ्लग चाहिँ सो ब्याक फ्लिपको लागि ट्रायल बिल्ड गर्दै हो। अनि लास्ट ब्याक फ्लिपको जाम चाहिँ पर बनाउँछु है त। Let's go. I wake up to a little bit of drool on my face. अहिले सोत्रा लिएको छु। सोत्रा त्यो धेरै मेहनत गरेर भेलाको हो होइन, कता भाषा अनि यसरी त्यति मैले भेलाएको छु। अलिकति माथि छ अनि यो पनि छ प्लस भेलाउँदैछ अझै। अब अलिकति अझै भेलाउनु भएको छ नै बाँकी छलाई सट्टा काटेर त्यसपछि यहाँदेखि यहाँ फुट्छ म्या के गर्छ गाइस। यसलाई हल्का मेन्टेन गरेँ यसलाई छ भने यसलाई चाहिँ यस्तो सिधा पार्नुपर्ने हुन्छ। यहाँदेखि हुने चाहिँ ड्याम, यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ अर्को झुसिया भेलाउँदैछ। यो देख्न सक्नुहुन्छ यति भयो अब म बनाउनु गएँ। अनि यो चाहिँ मैले यसरी यति गर्दै भेलाउनु पर्ने हुन्छ। यत्र निस्क्यो होइन, हुन्छ म यति मात्रै लान्छु नि त। तपाईँहरूलाई नि अब चाहिँदो रहेछ यसरी राख्नुपर्ने हुन्छ। आजको लागि यति नै। नेक्स्ट भिडियोमा हेलो सबैजनालाई नमस्ते। जमहरू यस्तो भएछ देख्न सक्नुहुन्छ। यो सब बिग्रिसकेछ यार। यहाँ मैले ब्याक फ्लिप चाहिँ हान्नुपर्ने हुन्छ। सर्कल छ यसो सुकाउँदैछु घाममा। सो हेलो गुड आफ्टरनुन एभ्रीवान, वेलकम ब्याक माई युट्युब च्यानल। सब कुरा माथि नै। सो फाइनली म चाहिँ आइसकेँ मेरो ऱ्याम्पमा। अनि देख्न सक्नुहुन्छ तपाईँले चाहिँ ऱ्याम्प छ। रेसमा जाँदा चाहिँ मैले एउटा क्याप पनि मगाइरहेको छु राजस्ताईलाई यतिकै। अनि त्यो क्याप पनि ल्याइदिनुहुन्छ होला। अहिले भेटौँला।
कस्तो मातेको जस्तो मको लागि हाल्दै थियो होला के निस्किन्छ बेलामा यार यसले यस्तो खै यो पक्र तेल निस्कस ल निस्कस यसको तेल सेल Let's go! Oh my god! Oh my god! होइन टायर यो यस्तो यो यतापट्टि आएको होला यसरी गर्दा चाहिँ मिल्छ कि ए होइन यस्तै मिलेन मिलेन के चाहिँ मिलेन के घुमाउने बेलामा यसले त स्लो गरिहाल्यो नि अनुहार जोतियो या साला कल सुनेन यहाँनिरै ठोकिँदा यहाँ खालीदेखि नाइस 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 तर अझै प्रफिट होस् ल यस यस नाइस Nice! Yes, yes, yes! यस अझै हान्छु हो सबैजना मेरो सपोर्टरहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु हेलो गुड मर्निङ आजपट्टि म तपाईँहरूसँग नयाँ भिडियोको साथमा आएको छु धेरै पछि भिडियो गरिरहेको छु र मैले हल्का ब्याकफ्लिप हान्दिउँ कि भन्ने यसो ट्राई गरेको अस्तिको ब्याकफ्लिपलाई अझै कम्प्लिट गर्न खोजेको गाइस म चाहिँ आइपुगेँ यहाँ ठाउँमा सक्नुहुन्छ मकै कि चुङ्ग्रा भइसक्यो कत्रो सानो थियो तपाईँ पछाडिको भिडियोमा हेर्न सक्नुहुन्छ कति ग्याप पछि आएको छु गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ मैले हारिसकेँ फर्स्ट ल्यान्डिङ राम्रो भएको छ आयो देख्नु तर क्रास भयो नि त ओ माछालाई अझै हान्छु क्रास है यहाँ कहाँनिर भयो तपाईँहरूले ब्याकफ्लिपको चोटाहरू नेक्स्ट भिडियो भेट्यौँ नमस्ते सबैजनालाई अनि मेरो यहाँ देखिसक्नुभयो होला यो चाहिँ सब ब्याकफ्लिपको कमाल हो यता छेउमा अलिकति छालामा लोकाइदिएँ केही छैन कहिले कहिले यस्तो हुन्छ गाइस फाइनली आइपुग्यो हामी
फाइनली मैले यति चाहिँ सकेछु। अब लगभग यो सकेकै भनौँ। अब चाहिँ बल खेल्न जानुपर्ने हुन्छ। केटाहरू आइसक्यो बल खेल्नको लागि। अनि आजको चाहिँ यति नै भयो। गुड मर्निङ एभ्रीवन, वेलकम छ फेरि पनि हजुरहरूलाई नयाँ ब्लगमा। चाहिँ यो अस्तिदेखि नै चाहिँ भाँचिन लागिसक्यो। मेरो ह्यान्डल बार चाहिँ बङ्गाइरहेको छ। मेरो सस्पेन्सनको भित्रको पार्ट पुर्जा यहाँ भित्र छ होइन। फाइनली आइपुगेँ। यहाँदेखि ठ्याक्कै 2तिर देखिँदो रहेछ भन्ने। पानी भइरहेछ। ट्राई गर्छु है त, अलिकति ड्याम बनाइ हेर्छु कस्तो हुन्छ। गाइस देख्न सक्नुहुन्छ म चाहिँ ऱ्याम्प बनाउँदैछु। कसरी देखाम यार। फेरि खन्नु सुरु भइसक्यो। यसलाई साइडमा पन्साएर ए पुरै गाइस बिहाल भइसक्यो यहाँ पुरा। र आज चाहिँ म जसरी नि कम्प्लिट गरिदिइहाल्नु पऱ्यो भनेर। लुगा त सब भिजेछ यार। ल गाइस आमामा लुगा भिजेछ। पछाडि पनि त्यस्तै छ, फिक्स त्यस्तै छ। अब त उल्टी हान्दा लुगा नि उड्दैन होला यार भिजेर। तनाव भयो नि। लास्ट भोक लागिसक्यो। कलर अर्कै छ नभिजेको। यहाँदेखि कलर आमा गाइस लास्ट भोक लागिसक्यो। 2 भइसकेछ। इसी देख्न सक्नुहुन्छ। आमा दामी देखिन्छ त यार। असली मैले अब चाहिँ बारी बिगारेको जस्तो देखेँ क्या। असली बारी बिगारेँ कि। यहाँ कति मकै हुन्थ्यो होला मैले हेर ऱ्याम्प बनाएर। अब यहाँ ब्याक फ्लिप हान्ने। अब कहाँ ल्यान्डिङ हुन्छ। जहीँसुकै ल्यान्डिङ होस् यतै होस्। अब त बार्लै भएन। Nice. Very anti guys.